म चाहिँ अहिले यो वेन लाइफ गिभ्स यु ट्यान्जरिन भन्ने नेटफ्लिक्समा नयाँ कोरियन ड्रामा आएको रहेछ त्यो हेर्दै थिएँ होइन। अनि यसको एपिसोड 3मा पुगेँ। दिस इज अलरेडी द पिक क्या। 16वटा एपिसोड छ अनि थर्ड एपिसोडको लेभल नै यति माथि राखिदियो क्या यो सिरिजले होइन। मैले फर्स्ट टाइम कोरियन ड्रामा हेरेको अनि यो चाहिँ मेरो फर्स्ट हो होइन। सो हाम्रो यो मेन क्यारेक्टर भयो होइन, म स्पोइलर चाहिँ दिन्न। अनि यो चाहिँ अर्को मेन क्यारेक्टर भयो। अनि यो दुइटाले चाहिँ थर्ड एपिसोडमा आइपुग्दाखेरिसम्म एउटा डिसिजन लिन्छन् होइन। अनि यो यति राम्ररी देखाएको छ नि, एउटा हामीले लाइफमा कुनै डिसिजन लिँदा, कुनै अलि इम्पोर्टेन्ट डिसिजन लिँदा कतिवटा कुरालाई चाहिँ हामीले कम्प्रोमाइज गर्नुपर्छ, कति डिफ्रेन्ट रिजनहरू हुन्छ अनि कति धेरै मिसअन्डरस्ट्यान्डिङ हुन्छ त्यो डिसिजनको पछाडि भनेर यस्तो रियलिस्टिक वेमा राखेको छ क्या। यो थर्ड एपिसोड नै यसको पिक छ क्या। मलाई यो सिरिजमा चाहिँ के कुराले क्याच गर्यो भन्दाखेरि फर्स्ट एपिसोड म हेर्न थालेँ होइन, मलाई थाहा छैन, आई हेभ नो आइडिया कि यो सिरिज कस्तो छ भनेर। तर फर्स्ट एपिसोडमा केही ट्रान्जिसनहरू हुन्छ होइन, 2 मिनट मात्र भएको छ। पहिलो सुरु त यसको ओपनिङ जुन थिम सङ छ होइन, ओपनिङ म्युजिक जुन छ यस्तो मिठो छ नि है। अनि यहाँ पछि तपाईँलाई 4 कि 3टा ट्रान्जिसन देखाउँछ, वान आफ्टर एनदर। यस्तो यस्तो स्मुथ ट्रान्जिसन देखाउँछ क्या। जस्तै यहाँनिर हेर्नु है, कस्तो मिठो छ नि होइन, ड्रइङबाट उसमा ट्रान्जिट गऱ्यो होइन। अब यहाँ हेर्नु है त, पछाडि हेर्नु है, कस्तो मिठो ट्रान्जिसन छ क्या। त्यति मात्र होइन, फेरि अब लगातार ट्रान्जिसन हुन्छ क्या। जस्तै यहाँनिर त्यो मेन क्यारेक्टर यहाँ बसेको छ नि होइन, त्यो स्टारमा ट्रान्जिट भइसक्यो क्या। त्यो स्टार फेरि यस कस्तो मिठो क्या।